गाइज वेलकम इन माई भ्लग। आजको भ्लगमा तपाईँहरू सबैजना स्वागत छ। आज चाहिँ हामी नोरा फतेही हेर्न जाँदैछौँ। मसँग हुन चाहिँ हाम्रो अनिल बोरा अनि म नोरा फतेहीलाई हेर्न जाने भनेको। अब भित्र गएर के हुन्छ जान पाउँछ कि पाउँदैन थाहा छैन गाइज। टिकट सिकेट चाहिँ काटेको छैन खासमा। देख्न सक्नुहुन्छ यो भिडभाड कति धेरै भिड हो। फाइनली अहिले चाहिँ भित्रै छिरिसकेको छ। हामी चाहिँ नोरा फतेहीको प्रतीक्षामा छौँ। अहिले चाहिँ हामी यहाँ भिभिआइपीमा छिरिसकेको छौँ। यो चाहिँ सबभन्दा भिभिआइपी हो। 25,000 टिकट लाग्छौँ भनेको यही हो। रमझम देख्न सक्नुहुन्छ यहाँको। अहिले चाहिँ हाम्रो द भोइस अफ नेपालको 5 टप कन्टेस्टेन्टहरू चाहिँ पर्फर्मेन्स गरिराख्नु भएको छ। हाम्रो अनिल छेत्रीले चाहिँ यहाँ रिपोर्टिङ गरिराख्नु भएको छ। यहाँ चाहिँ हाम्रो अर्ना चाहिँ मेन स्पोन्सर रहेको छ। यहाँ यस्तो यस्तो अर्नाले मलाई हेर्दैछ। जम लागिरहेछ तर यो मनले नजम पनि भनिरहेछ। सुशान्त केसीको गीत बाटदली। द भोइस अफ नेपालको कन्टेस्टेन्ट टप 5 टिम खेम्दाइको टिम गतिमा पनि माफ हुन्छ बिचरा पैसा खेरमा गए आफैलाई आफ्नो पाप हुन्छ बनाइदियो। सम्पूर्णलाई धेरै धेरै धन्यवाद। जय बोलो प्रोसेस पाण्डे जितावत मागमा प्राणको समर्पण लामा। सबैको एक न एक दिन आउँछ भन्थे नि, यही रहेछ कि दिन। स्टेज गाइज हल्लाइरहेछ दुकेश थापाले। दुकेश थापाको फर्स्ट टाइम सुनेको गीत गाइज एकदमै मन परेको गीत। One more time, please. I see no audience. All right. It's time we move on to our star performance. After this star performance. Materia Mother. Namaste. Thank you. Oh my God, यहाँ तो कति धेरै जना हुनुहुन्छ रहेछ। I think this is like my dream come true because यस्तो खालको ओपन कन्सर्ट अब नेपालमा अब धेरै मैले सोजहरू धेरै त भन्दिनँ अलिअलि जति पनि भयो गरेको त छु तर यस्तो खालको ओपन कन्सर्ट यो स्टेज र हजुरहरू
यसरी गरेको थिएन सो आई एम सो ह्याप्पी फर्स्ट अफ अल एन्ड थ्याङ्क यू सो मच एभ्रिवान तपाईँहरू आइदिनु भयो रमाइलो भइरहेको छ कि छैन तपाईँहरूलाई वाउ आई लभ दिस एनर्जी हाम्रो दाइमा म धेरै बोलेँ कि दाइमा आइपुग्यो मेरो सङ्गतमा अलि होस्ट गरेर बोल्न पनि जानेको छ है नोराको पर्फर्मेन्स पनि आउँदैछ नेक्स्ट त्योभन्दा पहिला चाहिँ मेरो पर्फर्मेन्स स्वीकारिदिनु होला एन्ड ओके लास्टली आई डोन्ट से अ लट बट यो इभेन्टको हाम्रो सबै अर्गनाइजर टिमहरूलाई चाहिँ म धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु Alright. 2, 1. Sushil, do we get her on the stage? Nora and the team, they are all set to entertain you. Vixen, your favorite song of Nora? Did I hear Dilbar, Dilbar? Alright everybody, calm down. Hold on. Keep quiet. Hold on. I have something to say. मलाई केही भन्नु छ एकैछिन. Okay. Can we chant Nora? Nora. Let's say it one more time. Nora. गाइज हाम्रो नेपाली आर्टिस्टहरु पनि नोराको कति ठुलो फ्यान रहेछ भन्ने कुराहरु I love you. उता जितेको हो त 1 2 and 3 सक्दैन. Okay guys. Quiet. Left. That's like it. Alright. Now everybody. Left and right. Are you ready? I can't hear you. Get Are you guys ready to party? Yes. नहीं एनर्जी इतना अच्छा नहीं है मुझे और ज्यादा एनर्जी चाहिए Are you ready to party? Yes.
best, but a third back to me. Tell the DJ he can put it on repeat. Moving like a snake every time I hear the beat. So hypnotizing. People sing around. समंदर तू भी तो बंधु है उड़ती पतंग मैं हूँ जोगी मलंग समर्थ की तू इकलौती पसंद मत करिए जतन ना दिखा फाइनली गाइस मेरो फोनमा चाहिँ चार्ज सकेको थियो हैन उहाँहरु राजु दाइको चाहिँ हामीले आइफोनबाट भिडियो बनाएको छु उहाँले चाहिँ हाम्रो आइफोन दिनुभयो लास्टमा त्यहाँबाट भिडियो बनायो नोरापतिको अहिले चाहिँ हाम्रो नोरापति पनि गइसक्नु भएको छ सो गाइस विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रो क्यामेरामा पनि चार्ज सकेको फाइनली नेटवर्कको तर्फबाट सो गाइस अहिलेसम्म भ्लग हेर्नुभयो त्यसको लागि र मेरो संस्था वर्ल्ड वाइड फिल्म्स नेटवर्कको तर्फबाट जति पनि हुनुहुन्छ हाम्रो यस परिवारमा